कस्तो राम्रो देखेको हेर न उभि हो यही बनाउनु थियो कि आलु गर्दो रहेछ बकुलाको यो के बकुला फुलिसक्यो फुल्दैछ देखिन अब यो रसिन कति कस्तो राम्रो हेर के गरौँ खेलौँ है तोरी पारी आयो गाडी पो रहेछ पछाडि ओट्टिरी हल्ला नगरौँ है पछाडि होइन अगाडि भन्नु कहिले काहीँ यात्रामा यस्तो पनि हुन्छ है कृपया अगाडि हेर्नु होला अगाडि हेर्नु होला है तपाईँ चाहिँ हामी जसरी हिँडे पनि तपाईँ चाहिँ अगाडि हेर्नु होला यात्रामा कहिले काहीँ तोरीबारी त उहाँ पो रहेछ लु मैले तोरीबारीको कति राम्रो निस्केछु हो मेरो मोबाइलै राम्रो छ नि त अघि त भोकरले पठाएको त्यस्तो भएको अहिले त हिँड्नु नसक्यो यत्रो साइड होइन अस्ति नै किनिआएको त हुन्छ त हेरे भइकन एउटा जग्गाहरू जग्गा त देखिँदैन रहेछ हौ गाह्रो हुने रहेछ ए अटो पनि चल्दो रहेछ है अहिले त हाम्रोतिर चल्छ अटो 1215 लिन्छ त्यहाँदेखि त झर्दाखेरि गान्द्राङमा त गुन्द्रुङ तान्द्रङ र तुन्द्रङ बाटो त्यही हेर्नु कति राम्रो देखेको नि है हामी अर्कै मन्दिर हिँडेको अब यहाँबाट चाहिँ साथीहरू हेर्नु सक्नुहुन्छ दृश्य तर यताको राम्रो देखेको छ यता है हामीलाई आइफोन किन चाहियो र मोबाइलबाट यसै आइफोनभन्दा खतरा आउँछ फोटो 18 पो त हौ आइफोन किन्ने पैसाले हामीलाई पैसा देऊ है भने त्यो दाजु पनि भिडियो हाम्रै खिचिया अब हामी राम्रो आउँछ हामी एउटा मन्दिर गएपछि दुईवटा मन्दिर भ्याउने चलनै छ कहिले काहीँ 3टासम्म भ्याउँछन् मन्दिर पनि भयो होला है मन्दिरमा पनि अहिले फुलहरू छैन जस्तो लागिरहेको त है त्यो त फुल पो फुलेको छ त फुल छ यहाँ हरियो पऱ्यो भने त अहिले त हरियो पऱ्यो छैन नि त बारी कति राम्रो गहुँ कि गहुँ हो कि जौ हो यो दुईवटामा एउटा चाहिँ हुनुपर्छ म लसुन थिएन त पियर ए तोरीबारी सोरीबारी बजेट बिचको दिएको होला नि त हौ त्यही भएर किनिसकेको हो कि खासमा रनिङ गरेको महँगो हुन्छ के जङ्गल चाहिँ हाने हुन्छ है अरू चाहिँ जङ्गलसम्म चाहिँ हान्न सकिन्छ होला हामी कि त्यो जङ्गल पनि कहाँ महँगो पो हुन्छ त अहिले त होइन जङ्गल पाल्ने दिन्छ अर्काको जङ्गल चाहिँ आफ्नो आफ्नो हुन्छ त्यहाँ 500 वर्ष अगाडि मात्र यहाँ किनेको भयो होइन लाखको हिसाबले पाउँथ्यो क्या यसरी 3 जना हिँड्नु चाहिँ नहुने हो तर समय र परिस्थितिले यस्तै गरायो हामीलाई हामीले नानालाई पनि सम्झिँदैछौँ यहाँ नानाको चस्मा सम्झेको है चस्मा पुग्यो तर हामी त धेरै पहिला पुगेको हो होइन तर फर्स्टचोटि चाहिँ होइन है हाम्रो चाहिँ हामी त धेरैचोटि भइसक्यो होला 2 चोटि 3 चोटि हो हामीले धेरैचोटि हिँडेको छु 3 चोटि भयो एकचोटि मोबाइल हराउन आइयो एकचोटि खोइ के जाँदै बेलुका आइपुगेको थियो के हो र पनि को हो र यतिखेरै होला हौ आएको अब हामी यहाँदेखि चाहिँ सर माथि सर्नु पर्यो ल मन्दिर चाहिँ यही हो
चढ्नु हुँदो रहेछ। हामी चाहिँ अब मन्दिरको पुछार हिँड्दैछौँ माथि चाहिँ होइन। यसको अनुहार हेर न यसको। म अलिक माथि गएर तल हेर्छु ल कस्तो देखिन्छ। राम्रो देखिँदो रहेछस्। आइज लु धेरै स्यासा नगर है। यो उकालो जाने त्यस्तै छ त बाटै यस्तो छ है। अरिकट लाग्यो। ठुलो खोला रहेछ त भेन हौ तल। लुगा बोकेर उकालो हिँडेछ। पारीको भ्यू पो राम्रो आइरहेछ हौ। हामी चाहिँ अब मन्दिरतर्फ लाग्यो। के मन्दिर भन्दो रहेछ म माथि गएर हेर्छु है यहाँदेखि। यस्तो है यो मन्दिर चाहिँ छ। हामी आएको चाहिँ उहाँ चाहिँ यहाँनिर हुनुहुन्छ होइन। उहाँले चाहिँ हामीलाई स्वागत गर्दै हुनुहुन्छ। हस् धन्यवाद छ हजुरलाई। धन्यवाद हजुरलाई पनि स्वागत छ। यता आइबक्सियोस् है। ल हामी चाहिँ यो मन्दिरमा आइसक्यौँ कि हामी अर्को मन्दिरबाट यो मन्दिरमा प्रवेश भइसकेको छौँ। र यतादेखि हेर्दाखेरि भ्यू चाहिँ कस्तो खतरा देखिन्छ हेर्न सक्नुहुनेछ है भेन। लु मेरो यसरी भिडियो गर्नु आइज लु यता। र हामी चाहिँ अब यो मन्दिरभित्र आइसक्यौँ। तपाईँहरू पनि हेर्न सक्नुहुन्छ होइन। तर पहिले जतिको छैन रहेछ नि त है। फुल्ने छैन। यता चाहिँ राम्रो देखिन्छ होला। मलाई चाहिँ निकाल्न अरूलाई त के भन्छ होइन। म त अनि काहीँ नभएर हिरोनी भएर आइस भनेर भेनाले मलाई बिहान हेर्नु बित्तिकै होइन ठोकिसकेको छ नि त। त्यस्तो छ है साथीहरू। हाम्रो भेना चाहिँ मुसु एक्लै हाँस्दै हिँडिरहनु भएको छ। तर तपाईँ कति राम्रो आउनु भएको तर राम्रो आएको छ हौ। यता पनि राम्रो आउनु छ। लु फोटो खिच्नुपर्छ यतातिर बसेर चाहिँ। हामी अब फोटो भिडियो टिकटक सबै सम्पूर्ण बनाएर चाहिँ होइन फर्किन्छौँ। यस्तो दामी छ। आउनु भएको छैन नि तपाईँहरू पनि आउनु सक्नुहुन्छ है। यहाँनिर चाहिँ राम्रो छ एकदम। यस्तो छ यो मन्दिर हेर्दै सबैजना उतातिर अब साली नदी आउने मान्छेहरू सबै यतै नै भेला हुँदो रहेछ नि। भनेपछि सबैले भ्याउने रहेछ हामी मात्र होइन रहेछ। अब चाहिँ म एकछिन उतापट्टिको बनाउँछु। अहिले चाहिँ मैले यतापट्टिको बनाइसकेँ। रमाइलो छ है। हाम्रो तिनजनाको घुमाइ एकदमै जारी छ। क्यामेराको यो भयो यस सर 17 गोरा भाट भन्न। हामी चाहिँ यहाँनिर छौँ। अब हामी यो मन्दिरदेखि सर यतादेखि चाहिँ के देख्छौँ भने अर्को मन्दिर चाहिँ देखिन्छ है। यतासम्म सट्टै हामी चाहिँ यता छौँ होइन। आज चाहिँ हाम्रो घुमाइ छ यतातिर। र यता हजुरहरूलाई हेर्न सक्नुहुनेछ साथीहरू। मेरो माइक कहाँ गयो हो। ल यतादेखि यो मन्दिरमा हामी ठ्याक्कै आयौँ। हेर्न सक्नुहुन्छ। यहाँदेखि चाहिँ पस्नु दिँदैन है। जहिले पनि यहाँ चाहिँ बन्द हुन्छ। यस्तो छ। औ के खतरा वाउ देखे। यस्तो छ। म चाहिँ सानी छु। के गर्नु सानो मान्छे। झन्डै लडेँ। यस्तो छ। यस्तो छ। यो चाहिँ राम्रो देखिँदो रहेछ है। नयाँ लुक छ है आज मेरो।
सबैजना आउनु सक्नुहुन्छ यहाँ नआउनु हुने जति होइन नआएको त धेरै कमै मान्छे हुन्छ अहिलेको ठाउँमा कमै हुन्छ नि धेरै नै मान्छेहरू कति ठाउँ थाहा पाउँछ है हामी भनेको त 2-3 चोटि आइसक्यो यो ठाउँमा तर मैले अहिले चाहिँ यसपालि चाहिँ भिडियो बनाएको घन्टी बजाऊ नानी घन्टी बजाऊ यता राख्नु होला कृपया औ पस्नेको चाहिँ हो हामी त पस्दैनौँ नि त उँभो कहाँ उँभो त्यहाँ त पाइँदैन होला नि त यस्तो यहाँको मन्दिर अलिक पर गएर हेरौँ न यस्तो छ है यहाँ चाहिँ यहाँको मन्दिर कस्तो छ अघि राम्रो भएन कि हाम्रो यस्तो छ यहाँको चाहिँ यहाँको दृश्य एकदमै राम्रो छ होइन कमलको फुल हेर्नु नि कमलको फुल यहाँ चाहिँ फुलहरू रोप्दैछ भर्खर अहिले चाहिँ छैन रहेछ क्या पुरै सुक्खा रहेछ हरियाली भएकै छैन रहेछ भनेपछि यहाँ माथि अनि यहाँ यो तलैबाट मैले चाहिँ तानेको अहिले माथि गएर तानिँदैन नि त त्यही भएर यस्तो राम्रो छ यहाँ मासतिर पनि छ जाने ठाउँ ओहो होइन चाहिँ ठिक छ एकदमै राम्रो बाट फेरि टिकटक बनाउँदैछ मेरो साथीहरू बिजक छ यताको भ्यू राम्रो आउँदो रहेछ अझ हेर्नु सक्नुहुन्छ पर बनिँदैछ कि फोटो खिच्ने बनिँदै गरेको फोटो खिच्ने मान्छेको हेर न फेरि यहाँनिर फोटो खिचेको हो कि के गरे हो फोटो खिच्यो हो कि के गरे हो कुनी हेर हजुर राम्रा गलिन्छ त फोटो खिच्नु बसेपछि हेर क्या दामी भएको छ यार हेर फेरि खिची माग्ला कस्तो आइज कि सबै मेरै मात्र नगर न म आउँदा ढिला हुन्छ कति राम्रो देखेको छौँ थाहा आइफोन जतिकै ल्याइदिन्छ हामीले ल म त बेलुका हुन्छ आउँदा त हेर्ने टिका पनि देखाएको छ हो हाम्रो होइन तैँले यहाँ बोलेको आएको छ कि यहाँ आएको हुनु तर यो आएको हुनुपर्छ होला भरे त दे ल रातिदिन जोरी ढुकुर एकै साथ नहुँदा अन्त जोरी ढुकुर जहीँ गए पनि हामी जोडी हुनुपर्छ के भयो तिमी पुरै दिनु कसो गर्नु खुट्टा हाम्रो फोटो खिचिदिनु चाहिँ मात्रै होला अग्लो नअग्लो लाग्यो त हाम्रो पनि क्यामेराम्यान चाहिँ यता हुनुहुन्छ खिच्नु चाहिँ उल्टोबाट खिचिन्छ खै फोटो खिच्दैछ हामी चाहिँ यता छ तिमीलाई कुनै पल नभेटौँ यस्तो छ है अब चाहिँ माथि पुगेर बनाउँछु माथि डाँडामा यसमा आइसकेको छौँ कि माथि ल यस्तो राम्रो ठाउँ चाहिँ है जति माथि गएर हेऱ्यो झन् राम्रो देखिने के हो यस्तो राम्रो ठाउँ छ हामी चाहिँ मन्दिरको लास्ट माथि पुग्यो टिकटक नबनेर गाह्रो छ तल आउँदैछ खुट्टा हात बाँधेर आउनै छिटो यहाँ माथिदेखि झन् भ्यू राम्रो देखिँदो रहेछ हौ हेर्नु है त गाइजहरू म माथिबाट तपाईँहरूलाई सरर देखाउँछु अनि हेर्न सक्नुहुन्छ है अब यहाँबाट माथि देखाउँछु त यता त जङ्गल हो यहाँ माथि त हामी पिकनिक खानु पनि आएको थियो हौ पहिले ल यस्तो खतरा देखिन्छ कि यहाँबाट चाहिँ यो चाहिँ हामी मन्दिरको धेरै माथि आइसक्यो नि त
त्यो खतरा देखा ल हो यो चाहिँ एकदमै राम्रो भ्यू देखिन्छ मलाई भ्यूमा त धेरै फोटो खिच्थेँ यहाँ माथि होइन हाम्रो मोबाइल हराएको उसलाई पाते ऊ पर होइन पिकनिक आउँदाखेरि मोबाइल पनि चढाएको ठाउँमा आइपुगेछ घरिघरि सम्झना चाहिँ आइरहेको छ याद हुन्छ नि त आफ्नो सामान हराएको कुराहरू गाउँ छोडेर यहाँ चाहिँ यस्तो राम्रो छ कि यहाँनिर चाहिँ होइन अब म यहाँदेखिको चाहिँ तपाईँहरूलाई फेरि उताको देखाउँछु ल भाग भाग हेर्नु है म चाहिँ फोटो खिच्नु छोडेर दुईजना फोटो खिच्दैछ म चाहिँ यो तल हामी तलदेखि आएको यहाँ चाहिँ धेरै माथि आइसक्यो नि त यस्तो ठाउँ छ है ल कतिवटा ठाउँ देखाएको भन्नुहुन्छ होला तलदेखि र माथिदेखि हेर्नु धेरै फरक हुन्छ नि त राम्रो देखिन्छ नि त माथिबाट झन् त्यही भएर पर फोटो खिच्दैछ कोही चाहिँ यो हेर्नुहोस् ल सर्लक्कै तलेसम्म देखाइदिन्छु म यहाँदेखि चाहिँ यस्तो राम्रो भ्यू देखिन्छ म त सानो मान्छे छु त त्यहाँ छु यहाँ म हराएर मलाई खोजेको होला कति राम्रो देखिएको छ छु कि त त्यहाँ म फोटो खिचेको बनाइ यहाँ यस्तो हाल्नु आउनु दिदी फोटो मिल्दैन हजुर म राम्रो आएको छु यस्तो ब्युटी आएको छु कि अलिक यस्तो आएको छु कि डोलो तिरोले डोलो डोलो भन्छस् भेनादेखि खिच्नु त आइफोनको भन्दा कम चाहिँ फोटो नआओस् है त्यहाँनिर त्यहाँ बस भनेपछि हाम्रो खतरा आयो त डोलो त मान्छे डोलो निकाल्छस् कि मलाई हामी चाहिँ अब यो लास्ट भिडियो यहाँबाट हेर्नुहोस् कति राम्रो छ हौ आगोले पोले चाहिँ मनलाई साह्रो भयो साइन्स पनि म पनि कम्प्युटर जस्तै बोल्दैछु ए भने दुख्यो हो यो हामी चाहिँ आमा भएकोमा पनि आयो है आज कपाल चाहिँ मेरो तुतो भइसक्यो के भएको ल अब चाहिँ हाम्रो चाहिँ लास्ट भिडियो हो सबैजनालाई धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच फर वाचिङ